कुनै झेन्जी फेन्जी अब आगो लाउन आउनेवाला छैन। आगो लाउन आयो भने राम्रै सम्झाइ बुझाइ गरेर प्रहरीलाई जिम्मा लगाइन्छ, कुनै सवालमा दिँदैन। अब नेकपा एमाले टोल टोलमा टोल सुरक्षा समिति बनाउँछ र गाउँ टोल लगायतको सुरक्षा गर्छ। जहाँ जहाँ सुरक्षाको आवश्यकता छ त्यहाँ त्यहाँ सुरक्षा गर्छ। हामी पर्सि युवा सङ्गठनको अगुवाईमा 5 गते 11 बजे युवाहरूको एउटा गठन गर्दैछौँ। नेसनल भलन्टियर फोर्स, राष्ट्रिय स्वयंसेवक फोर्स, अथवा त्यसलाई नेसनल भलन्टियर फोर्स नै हामीले बानी पारे पनि हुन्छ। नेसनल भलन्टियर फोर्स त्यो गठन गर्दैछौँ र त्यो फोर्सले कहीँ कतै कहिल्यै कुनै प्रकारको अशान्ति मचाउँदैन। त्यसले कहीँ कतै र कहिल्यै अरूमाथि अन्याय गर्दैन। त्यसले कहीँ कतै कहिल्यै राष्ट्रिय हित, जनताको हित, राष्ट्रका विपक्षमा कुनै प्रकारका सोच विचार क्रियाकलाप केही पनि गर्दैन। त्यसले कहीँ पनि शान्ति खलबल्याउँदैन र आफ्ना पक्षका हुन् कि विपक्षका हुन् सबैको जीव धनको रक्षा गर्दछ, राष्ट्रिय सम्पत्तिको रक्षा गर्दछ। पक्षका हुन् कि विपक्षका, उनीहरूको जीव धनको रक्षा गर्दछ। तर यो कानमा लगाउने कुण्डल, घाँटीमा लगाउने कण्ठ तिलहरी बनाएको होइन। देशको शान्ति सुव्यवस्था फर्काउनका लागि, सुशासन बहाल गर्नका लागि यो निर्माण गरिएको हो। त्यसका निम्ति उभि छ र लड्छ। र त्यसका आफ्ना नियम छ। त्यसले संविधान मिच्दैन, त्यसले कानुन मिच्दैन, त्यसले वैयक्तिक सन्की आदेश मान्दैन। यो सरकारले जति बेला जे पनि आदेश गर्न सक्छ सनकका भरमा, त्यस्ता आदेश, गैर कानुनी आदेश, संविधान विपरीतका आदेश, मौलिक हक विपरीतका आदेश, स्वतन्त्रताका हकका विपरीतका आदेश, संविधान र कानुन विपरीतका आदेशको पालना गरिरहनु पर्दैन। आदेशबाट यो देश चल्ने होइन, संविधान र कानुनबाट देश चल्नुपर्छ, चल्छ। सरकार स्वेच्छाचारी हुन सक्दैन, संविधान र कानुनबाट चल्नुपर्छ। उसले पनि त्यो कुरा थाहा पाउनुपर्छ। यसलाई राति समातेर थुन्दिने, यसले मेरा विरुद्ध बोल्यो त्यसलाई थुन्दिने, उसलाई घटनामा जान नदिए, एयरपोर्टमा समस्या खडा गरिदिए, त्यहाँ बन्द गरिदिए, उडानै बन्द गरिदिए, त्यहाँ सभा गर्न नदिए, घर ढुङ्गामुढा गरेर बिथल्ने काम गर। यस्ता कुराहरू चल्दैन।